हेलो एभ्रिवान, नमस्ते सम्पूर्णमा। म माया श्रेष्ठ आज पनि फेरि ब्याक भइसकेको छु म मेरो 14 डेजको रिल्स एन्ड राइस च्यालेन्ज लिएर है। आज चाहिँ मेरो डे 12 रहेको छ र आजको टपिक रहेको छ फ्रिक्वेन्टली आस्क्ड क्वेसन भनेर छ हैन। आज यो हामीलाई चाहिँ बारम्बार सोधिने क्वेसनहरू चाहिँ के हो भनेर भनिएको छ। मलाई चाहिँ सोधिने क्वेसनहरू हामीले चाहिँ यो तपाईहरुले गर्नुभएको व्यवसाय गर्नको लागि चाहिँ टेक सेभी पर्सनै हुनुपर्छ, धेरै नलेजहरू धेरै टेक्निकल कुराहरू जानेको मान्छे हुनुपर्छ भनेर सोध्नुहुन्छ। अनि अर्को कुरा भनेको चाहिँ हामीले चाहिँ के यो सोशल मिडियाहरू युज गर्नै पर्छ भनेर भन्नुहुन्छ हैन। उहाँहरूले पनि हाम्रो यो सोशल मिडियाकै थ्रुबाट देखेर हैन हामीसँग जोडिन आउनुभएको हुन्छ। हामीले चाहिँ 7वटा प्लेटफर्ममा चाहिँ हैन सोशल मिडियाको थ्रुबाट हामीले चाहिँ एट्र्याक्सन मार्केटिङ गरिरहेका छौँ हैन। सो हामीले चाहिँ पोस्ट बनाउँछौँ, भिडियोहरू बनाउँछौँ, यसरी नै च्यालेन्जहरू आफ्नो रियल स्टोरीहरू सुनाएर हैन रियल यो व्यवसायमा भएको रियल ह्याप्पिनेस रियल कुराहरू चाहिँ हामी यहाँ सेयर गरिरहेका हुन्छौँ। त्यही कुरा देखेर उहाँहरू हामीसँग एट्याच हुनुहुन्छ हैन अनि सोध्नुहुन्छ। उहाँहरूले सोधेको क्वेसनहरू हामीले एन्सर दिन सक्नु पर्यो, जे हो त्यही फ्याक्ट कुरा हामीले गर्ने गर्दछौँ हैन। सो उहाँहरू पनि यो व्यवसाय उहाँको लागि हो जस्तो लाग्छ भने उहाँहरू पनि पक्कै पनि जोडिनुहुन्छ र हामीले चाहिँ जोडिसकेपछि उहाँहरूलाई गाइड गर्ने, कसरी अगाडि बढाउने हैन, स्टेप बाई स्टेप कसरी चाहिँ उहाँहरूलाई हेल्प गर्ने भनेर हामीले चाहिँ हेल्प गर्ने काम गर्छौँ है। अनि अर्को कुरा भनेको चाहिँ यो टेक्निकल सम्बन्धी कुरामा चाहिँ जानेकै हुनुपर्छ भन्ने छ। यसको लागि चाहिँ हामी कोही पनि जानेर आएको होइन हैन। यो कुरामा चाहिँ म पनि जिरो लेभलबाटै स्टार्ट गरेर हैन मलाई पनि कसैले सिकेर अगाडि बढेको हो। सो तपाईहरुलाई नलेज छैन भने पनि जिरोबाट तपाईहरुलाई स्क्रैचबाट सिकाइन्छ, ट्रेनिङ हुन्छ, टुल्स हुन्छ हैन। जस्ट हामीले चाहिँ सिक्छु गर्छु हैन। तपाईले गर्नुभएको उहाँहरूले गर्नुभएको काम मैले पनि सिकेँ भने किन सक्दिन हैन भनेर चाहिँ एउटा आत्मबल लिएर हैन गर्छु भनेर आउनुस्। हामी जो कोहीले पनि यो व्यवसाय गर्न सक्छौँ हैन। अब त्यही भन्न चाहे मेरो सर्टकटमा एन्सर चाहिँ यही हो हैन। हाम्रो यो व्यवसाय चाहिँ जो कोहीको लागि पनि हो, जो कोहीले पनि गर्न सक्नुहुन्छ हैन। मात्र भित्रैदेखि हैन गर्छु, म अगाडि बढ्छु, मेरो लागि आफ्नो छोराछोरीको लागि मेरो लागि केही न केही गर्छु, आजको दिनमा भन्दा भोलिको दिन बेटर बनाउँछु भन्ने एउटा आत्मबल लिएर आत्मविश्वास बनाएर तपाईँ अगाडि आउनुभयो भने हामी जो कोहीले पनि गर्छौँ र त्यसको लागि तपाईँ कहिले पनि एक्लो हुनुहुन्न हैन। त्यसको लागि चाहिँ पर्सनल मेन्टोर सबैभन्दा पहिले चाहिँ आफ्नो पर्सनल मेन्टोर एभाइलेबल हुन्छ तपाईलाई हेल्प गर्न, गाइड गर्न हैन भन्न चाहे। हस्त सबैजनालाई नमस्ते एन्ड शुभ दिन है त। बाई बाई।